एभ्रिवान नमस्कार स्वागत छ तपाईहरुलाई सुमिना राई युट्युब च्यानलमा। तर म चाहिँ सुमिना राई परिन, सुमिना राई चाहिँ यता हुनुहुन्छ। अनि दिदीलाई चाहिँ भिडियो बनाउनु आएन के हो अनि मैले बनाइदिएको आज भिडियो चाहिँ आज हामी बालकुमारी घुम्न आएको छौं दिदीको लागि भिडियो बनाउनलाई। अनि दिदी मेरोमा आउनु भएको थियो, त्यही भएर भाइरल फुल छ नि यहाँनिर, भाइरल फुल साथीहरु, सातो बाटोको भाइरल फुल माथि पनि फुलेको छ मस्त। अनि हामी चाहिँ घुम्न आएको छौं बालकुमारी। कस्तो शीतल छ है यहाँ त, यस्तो पो हुनुपर्छ त, बाहिर त घामले पोलेर यस्तो डढेर यो फुलहरु त त्यो बाटोमा त लास्टै भाइरल भइरहेको छ। सातो बाटोको भाइरल फुल हो यो चाहिँ साथीहरु। अनि भिडियो बनाउन आएको साथीहरु, भिडियो पनि के बनाउनु दिदीलाई भिडियो चाहियो अरे, आफूलाई बनाउन आएन अरे। कहिले अनुहार मात्रै निस्क्यो अरे, कहिले खुट्टा मात्रै निस्क्यो अरे बेज्जत। अनि त्यही भएर भिडियो बनाउन आएको है हामी चाहिँ। मेरो लागि पनि बनाउनु पर्थ्यो, कता बनाउनु मेरो लागि चाहिँ। मन्दिर स्टप गर्नु हुँदैन, लामो बनाउनुपर्छ एकैचोटि। बालकुमारी मन्दिर है साथीहरु, यो चाहिँ नेवारको मन्दिर हो, हाम्रो चाहिँ होइन। यतातिर पनि छ, यतातिर चाहिँ के हुँदै रहेछ है, के अब यहाँ आउँदैन। यो मन्दिर भगवान हो, भगवान ल। हात्ती देखिन्छ त अन्त अनि जिन्दगीमा कटुसी खुसी मात्रै ठिक छ। ममा त अलि स्लिम छु है, जस्तो तर मेरो चाहिँ मोटिहारेको लुगै हुँदैन हौ। स्कुल यहाँ हो क्या दिदी, यहाँ ए यो भित्रको त स्कुल, त्यो स्कुल हो। यहाँ 10, 11, 12 पनि छ क्या स्कुल चाहिँ। अनि बच्चाहरू चाहिँ पढेर पनि कोही चाहिँ गर्दैन, कोही चाहिँ कहाँ। पानी कहाँबाट ल्याएछ है साथीहरू? तिमीहरूको ल्याउने ठाउँबाट ल्याएको होला नि त। हाम्रो त भयो नि त पानी ल्याउने ठाउँ। यो जार किनेर ल्याएको जार भरेर ल्याएको, भरेको चुइदो लो 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 फुल 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 फ्लावर। जङ्गलमा पनि फुल्छ नि त फुलहरू, हेर्नु कति राम्रो फुलेको। ओहो के फुल हो यो? के थाहा पनि कस्तो राम्रो फुलेको। वाउ, फुलको थुङ्गा बाटैमा भेटियो। खुसी जत्तिकै राम्री रहेछ हौ फुल पनि। यो रुद्राक्ष होइन? यो हो त नि। अनि त कस्तो राम्रो फुल फुलेको है दिदी, आमामा। अनि हामी चाहिँ फुलमा हेर्नलाई आएको। नानी चाहिँ घरमै सुताएर आएको हामी चाहिँ। नानी चाहिँ घरमै छ, नानीले ल्याउनु पाएन। तर हल्लिएर भिडियो चाहिँ राम्रो आउँदैन होला। अहिले दिउँसो भन्दा नि बेलुका चाहिँ मान्छे बेसी भएर हिँड्नै मिल्दैन। कति धेरै हो भेडा पनि है। आमामा भेडा नि देखा न हल्का। काठमाडौँमा नि भेडा पाइँदो रहेछ हौ। भेडा चाहिँ टन्नै रहेछ है। गाई पनि 2टा रहेछ, भेडा चाहिँ भेडा चाहिँ भेडा यो भेडा होइन भेडा। आफ्नो भाषा छ नि साथीहरू, आफ्नो भाषा छ। अनि हल्लिन्छ क्या, पुरै हल्लेको यो त्यो त सुमित दिदी त्यो सेतो सेतो चराहरू छ नि। खोइ त्यो त बकुला हो। बकुला त्यो त उतिर पाइन्थ्यो जस्तो लाग्यो। पाइन्छ सिमतिर मान्छेहरूको हात पनि ठोकियो, टिकटक सिकटक पनि छकियो। अब कपाल उडाउनेहरूले उडाइसक्यो, कसैको हात ठोकेर बिजोग्छ साथी हो। हुरु कुद्ने हुँदाखेरि अब हामी चाहिँ पुलबाट फर्किने क्रममा छौँ। कान्छी लाएर फेरि भिडियो बनाउँदै घामले पोलो घामले पोलो। ल है आऊ है साथीहरू, आउँदैछौँ है। आऊ है।
हालेछ दुईटा हो काम छैन तिमीहरूको तन बुन्ने तोयमा खियामा ल है अब एकछिन घुम्ने कि घर जाने हौ घामले पोलेर मार्न आँट्यो त साथी हो घुम्ने हावामा भिडियो बनाउने अरे साथीहरू हैट तेरिका घामले पोलेर मार्न आँट्यो तपाईँको चाहिँ नै यहाँ त पुरा वायु प्रदूषण भइरहन्छ त सायद म बाँच्दिनँ होला गफ चाहिँ त ककसको छोराहरू विदेशबाट आयो है साथी हो अब हामी चाहिँ घरतर्फ लाग्दैछौँ एकदमै घाम लागेको छ भन्दै म चाहिँ तपाईँहरूलाई अर्को भिडियोमा भेट्ने छु भन्दै आजको भिडियोलाई चाहिँ यहीँ इन्ड गर्न चाहन्छु बाई बाई नमस्कार अनि डु नट फर्गेट लाइक शेयर सब्सक्राइब